फाइनली टी टाउनमा छोरोले ल्याइ पुऱ्याए पहिलोचोटि। नमस्कार बाबा। धन्न भाग्य आमको मान्छे सांग्दैन सोन्यु नुङ्गा चाहिँ खाना निन्छाङ सुब्बे फाब्रेङ लिस्ना हुँदछ छुनाहरू लुवाएका सबै आमाहरूलाई डढ्नु वडा बागा सोधी हेर्नु पर्यो भनेको बागा चेक गराउनु स्वागत छ। अब लामजुङ जिल्लाबाट यहाँ कसरी तपाईँलाई थाहा भयो? अहिले त बसी त्यही के अरे संसार देखिँदो रहेछ। ठिक छ, त्यो पनि तपाईँहरू अब कन्याठामा आउनुभएको त्यसको लागि तपाईँहरूलाई गुरेगुरी स्वागत छ। यो भनेको यो अहिलेदेखि होइन, यो घाम जुन रहेकोदेखि यो यहाँको हो तपाईँ हाम्रो। हेलो, हजुरहरूलाई स्वागत छ जुनी जीवनको चौतारीमा। हजुरहरूले पुरा भिडियो हेरिदिनु होला। पुरा भिडियो हेऱ्यो भने कथा कहानी थाहा हुन्छ होइन त साथीहरू। मेरो भिडियो चाहिँ एकदम स्पेसल अर्ग्यानिक घर परिवारको हुन्छ होइन, कथा कहानी। हजुरहरूले पनि भिडियो हेरेर इन्जोय गर्नुहोला। हजुरहरूले अहिलेसम्म सब्सक्राइब गरिदिनु भएको छैन भने एकचोटि सब्सक्राइब गरेर नजिकैको बेल घन्टीलाई पनि टिङटिङमा दबाएर सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। हाम्रो भिडियोहरू हेर्दै गर्नुहोला। ड्युटीबाट आएको छैन कि आइसक्यो कि फोन त उठाउँदिन नि त। हेलो कान्छी, ड्युटीबाट आइसकेको? कति बजीको उडान छ? 12 बजीको। ए, भनेपछि 1:30 तिर आइपुग्छस् होला होइन तल विराटनगर? 1 बजी पुग्ने गरी पठाइदिनु पर्यो यहाँबाट। अब यहाँ त्यही पनि अहिलेको गाडीहरू कहाँ त्यो एक्सप्रेस त्यो नन स्टप भन्नु मात्रै त्यहाँ रोक्दै आउँछ। पठाइदिनुहुन्छ भने त मेरो पैसा जाँदैन, मलाई के थाहा र। पहिला पोपा पो गर्मीले भन्थ्यो, म त बित्थामा भनेको होला भन्थे। के को त्यो त्यता चिसोमा बस्ने बानी भएपछि त्यहाँ त उसिने जस्तै हुँदो रहेछ। आँखा पनि चेकअप गराउनु पर्छ त्यहाँ। आँखा नयाँ चस्मा बनाउँछु। नम्बर दिन्छु अनि तेरो पनि म उसलाई दिन्छु होइन। 98,526 लेख त। इटाली पुग्दा फोन गर्छु म। ल कान्छीलाई पनि भ्याइ नभ्याइ सबैलाई आफ्नो ठाउँमा भ्याइ नभ्याइ छ कान्छी। यस्तै हो जिन्दगानी, दर्पण छाया। अरू कुरा त यस्तै हो, मेरो त लुगा किन्नु छ यहाँ थाहा छैन त्यहाँ पाउँछ। अलि यहाँ चाहिँ एकदम गर्मी छ है, पातलो लुगाले। यहाँ पनि कुन छ मेरो लुगा छ? यहाँनिर त खली पसिना भइरहेछ। मम्मी मेसेज गर्नु त मलाई त्यहाँबाट। मेसेजमा आउँछ कि आउँदैन? मेसेज गर्नु आउँछ कि आउँदैन अरे हो। लेख्ने छैन त्यहाँ? ए फेरि मेसेजमा अहिले म मेसेज गरिदिउँ ल। कस्तो मेसेज सेन्ड गर्नुलाई पनि अहिले त भरै भोलिको कुरा। अनि मेसेज सेन्ड गर्नु पनि कस्तो आउँदैन, मेसेन्जरमा टिक्लिकै पठाउनु पर्ने। मेसेजमा भन्ने त भरेसम्म हेरिन्छ। भिडियो गरी मलाई एलर्जी भइहाल्छ, हगेको पारेको सबै। भोलि पर्सि त फेरि फोनको मारी हेर्छु होइन। त्यो वाट्सएपमा हेर त आयो कि आएन? ल कान्छी, अब कान्छी आएर के गर्ने कसो गर्ने, म त यहाँ बिमार हुँदै बस्दैछु है कान्छी। ल राम्ररी आइज, बाई बाई। बाई बाई। हेलो, कता अड्किनु भयो? के भएर अड्किएको? आमैको फोन काट टिकटिक मात्रै हुन्छ। दस्ती दोलो दस्ती चिनीको पाको हिजो त जुलाबी थिएन, आज त फेरि बनाएछ। 500 रुपियाँ केजी। बुनिया चाहिँ किनकि 500 यो 600 400 500 600 याद राख्नु। 300 300 बखराको दुईबाट 300 जुलाबी 400 थियो 500 अनि हिजो यो 500 अनि 500 थियो। बुनिया चाहिँ 1 किलो हालिहाल्छ। आज सानो छैन हो पशुपति मन्दिरमा।
मेरो छोरी आइपुगे भन्छ कहाँनिर हो यो भिडले देखिन नि भुइँताला छ अरे हौ बनाएर भुइँताला लिनु जा अरे हौ अनि कहाँ त हौ त्यहाँ झोलाहरू कता छ गाडीले त नि यहीँसम्म ल्यायो नि सबै फुलहरू पनि भुइँतालाको उसले मारेछ ऊ त्यहाँ आउँदैछ हौ त्यही राख्न खै गाडीले अङ्कलले माथि रोक्यो क्या हो फाइनल्ली आइपुगेछ मेरो छोरी पनि गलेर भुटुक्कै भए जस्तो छ के हो जुस खानु थाल्यो के हो झापाको गर्मीमा त झापाको गर्मीमा त भाग्यमानी हजुर दादालाई पनि माइजूले कति सेवा गरिरहेछ है भन्नु मरिने मान्छे त्यसै मेरो यहाँ ज्वरो फुटिन्छ यसो भन्छु थाल्ले त सुनौँ माइजू र म पनि खाऊँ त पनि भोकले प्याकप्याकी बस्छ होला मोमो त पनि खाना खाइहाल सबैलाई भ्याइ नभ्याइ छ के मान्छे त्यो के जति चटाइ सुकाएकोमा कसले राखेको भन्ने कान्छे अब यहाँ तातो तातो खाजा हामी पनि छोरीको नामबाट खाऊँ जानु खोज्दैछ भन्छ त्यही पनि कति दिन यहाँ यस्तो उहाँ म कहाँ घरिको झुन्जुले घरिको थालमा लाएर खान चट्टसँग अचार सचार लाएर कालो सुरुमा कस्तो अलिक फेनाउँछ भोलिपछि चट्ट डलर कमाइहाल्यो भने त सम्झिने पहिलोचोटिमा मान्छे झापाको मोमो खान आइपुगेछ हौ मेरो छोरी पनि कान्छु झापाको गर्मी खानु रमाइलो छ खै कतिको खुसी यता हेर्दा कान्छु कि रुँदै आउँदैछस् के गर्नु आफ्नो छोराछोरीले खाएको देखेर आमाहरू खुसी हुनु पर्यो नि के गर्नु र ठाकर भान्जीको नाममा फुल छोरी आएको उपलक्ष्यमा खाइदेऊ कान्छी केटाकेटी भयो भने मात्रै अलिक के खानु पाइन्छ न त के हो ब्याग के पो खोल्दैछ भनेको त हौ गाँठे छोरीले त के हो युकेबाट आयो कि अमेरिकाबाट आयो हौ गाँठे हो काठमाडौँबाट आउँदै यत्रो गिफ्टहरू पो आउँदैछ यो इयरफोन चाहिन्छ नि यो गोप्रोको चार्जर खोल त कान्छी तर के गर्नु अब भ्लग त बनायो लास्टमा एडिट गर्ने नभ्याएर यो सालको भिडियो आगो मात्रै पर्छ यही प्लास्टिकहरू चाहिन्छ अनि फोन हिजो बेलुका गरेको थिएँ र अनि शुभ खबर सुनाउँ बोजूलाई भनेर भनेको फोन उठेको भए पो हकेको तकेको पुरा गरिदिनु होला सुहाउने लाने नि अब छोरीलाई के गर्दा हाम्रो हेर्न त त्यहाँ महँगो लाने कि सस्ता लाने के साह्रो फिगर बढीको पसिस प्रिन्जल कस्मेटिक पाहुना नमस्कार हजुर नमस्कार हो कन्या केटीलाई नातिलाई अगाडि लाएर भएछ साली नानी आउनु परेन त नि खोइ कोमाहरूलाई खाना पस्काउनु त मलाई साह्रै भोक लाग्यो दिदी हजुर पनि बडीमा पनि आइपुग्नु भएछ आमा हजुरहरू लु लाग्नु बाटो माथि खालिङ परिवारको नातिनीको आज मङ्गनी कार्यक्रम भइरहेछ डी टाउनमा रहेछ न यो गाउँमा भएर पनि मैले चाहिँ देखेको छैन है डी टाउन देउरानको पारा आइसक्नु भयो छैन ऊ अर्जुन दाजु भाउजू मात्रै फाइनली अब हामी पनि लाग्नलाई तयारी अवस्था फाइनल्ली टी टाउनमा छोरोले ल्याइ पुऱ्यायो पहिलोचोटि हामी गाउँवासी भएर पनि
छोरोको ए म त माथि पो होला भनेको त हामी त लमजुङको बाटो देखाउँदै पो आयौँ त त्यताभित्र नमस्कार बाबा आँगालाई पनि नमस्कार धन्न भाग्य आमको मान्छे सँगैमा सोन्यु नुङ्गा चाहिँ खाना निन्छाङ सुब्बे फाब्बेङ लिसाइन्छ आन मन्ते जन्ते चाहिँ कान्डा मान्छुमी एलो ए पुसुमी एलो इङमाइछ काका र काकी आउनु भएन त्यही त है आउने भनेर दुई रेडी भएर बसेको र पनि उनीहरू क्यान्सल गरेर नि हामी जान्छौँ भनेर हामी उठेर आइदियो फेरि कति बच्छ भन्ने नै उ भएन क्या टाढोको भएर नजिकमा भए त अब हुन्थ्यो नि सोनमले त हुरुरु सिटीमा त खोइ आमाहरू ए लु मासतिर रहेछ जय भक्त खालिङ परिवारको जेठी छोरीको मङ्नी स्पेसल लमजुङबाट ज्वाइँ चेलाहरू आइरहनु भएको छ है साथीहरू के गर्नु है बेहुलीको आमा भए पनि अब हल्का यसो भ्लग त बनाउनै पर्यो नि त होइन हजुरहरू बल्ल गाडीबाट आइपुग्नु भएछ तर म चाहिँ भित्र खोलाको यस्तो रुख बिरुवाको बिचबाट एकदम लुकेर खिचिरहेको छु क्या उहाँहरूले देख्नु भएको छैन हाम्रो पक्षको चाहिँ माथि बसिरहनु भएको छ तालामाथि इन्ट्री मार्दै हुनुहुन्छ है साथीहरू डी टाउन दमक झापा भाङबारी हुन्छ अरे हुन्छ होला नि भरे कुरा भइसकेपछि अहिले त भेट्नु हुँदैन त्यो 115 मा राखेको छ ल बाबा यस्तो कराची डोरेमाली विषय बोलो खाना खोजी सिंगना न तो अभी पाना हो खाना नहीं चाहिए यार को मिला से सेमसानी उनका खाना नहीं उनके डोरेमाना नहीं को हमना जनाची खाना नहीं है डोरेमाली मामा श्री पद्मी श्री मामा श्री हमना से पस्दा एकछिन फ्रेस हुनुहोस् एकछिन नमस्ते बस्नु ल बस्नु के चाहियो भने एक साथ छुनाहरू लुवाएका सबै आमाहरूलाई डढ्नु हामी त पाहुनाको हुलमा पाहुना भइगयो पाहुना चावा दिएर यतै ल्याउने वडा बाँगा सोधी हेर्नु पर्यो भनेको बाँगा चेप्का खै खा भौमा फेरि टाढा नै ल्याउँछौँ भनेर लगाएको भौमा मोदी साहब इन्डियाबाट मोदी साहब आउनु जेठा मामा यहाँ दिदी भेना उता सोल्टी सबै यहाँ घरभित्रको मेरो आमा
स्पेशल मेरो कान्छा भाइलाई पनि एउटा सम्झिँदा त्यो जेठालाई तपाईँहरू सरकारको जागिरले त धेरै मोटाइ सक्नुहुन्छ सरकारी खानदान मिठो छ नि त जस्तो जसले भेट्छ खानदान नै प्यारो हाम्रो लमजुङको पाहुनाहरू एकछिन फ्रेस हुँदा हामी चाहिँ फोटो खिचौँ न भनेर लाग्दैछौँ साथीहरू। गीत बजिरहेको छु बिहे हुन आँटेको मेरो छोरी अहिले छोरीको खुसीमा किन दुःख मन गर्नु होइन, छोरीको खुसीमा खुसी मिलाउँदाखेरि यता पाहुनाहरू अघि इन्ट्री मारिसक्नु भएछ साथीहरू। यहाँ बिचमा बाजेको छेउमा बस्नु न तपाईँ। यता ठाउँ छ यता यता होइन तपाईँ अलिक अगाडि बस्नुपर्छ। आज गार्जेन मूल गार्जेनको पनि यहाँ एकछिनमा अहिले काम आउँछ त। बस्नु मामाले अब भान्जीलाई अब अगाडि ल्याउनु पर्यो नि त हो। ल नमस्कार भावना, तपाईँहरूलाई मुरी स्वागत छ। मुरी स्वागत छ। लमजुङ जिल्लाबाट यहाँ कसरी तपाईँलाई थाहा भयो? अब अहिलेको जमानामा अब उहिले पो अब के अरे सातो चामल बोकेर जानु पर्छ। अहिले त बसीले के अरे संसार देखिँदो रहेछ। ठिक छ, त्यो पनि तपाईँहरू ज्ञानी, तपाईँहरू सबै गर्ने, तपाईँहरू ज्ञानी रहेछ है। तपाईँहरू एकदम ज्ञानी रहेछ है, पाहुना साहबहरू होइन, ज्ञानी रहेछ। र अब कन्याथामा आउनुभएको छ, त्यसको लागि तपाईँहरूलाई मुरी स्वागत छ। यो भनेको यो अहिलेदेखि होइन, यो घाम जुन रहेकोदेखि यो भइआएको हो। तपाईँ हाम्रो छोरी चेली पाहुनाले दिने, तपाईँहरूको छोरी चेली पनि यस्तै हामीले पाहुनाले दिने होइन। त्यसो भनेदेखि अब कन्याथामा आउनुभएको छ, तपाईँलाई अब मुरी स्वागत छ। कति भोक लाग्यो होला, कति धुवाधुलो होला, तर त्यसको लागि हामी जिम्मेवार छैन। तपाईँको इच्छाले आउनुभएको होला नि। हजुर अब हामीले हुकुम दिएर अर्डर दिएको त होइन होला नि। हजुर हामी त्यसमा चाहिँ त्यसो भने हामी क्षमा चाहन्छौँ है। यो एउटा खुसियालीको चाहिँ एउटा सन्देश लिएर चाहिँ हामीलाई त कमसे कम तपाईँको हप्ता दिन नखाइ पनि पो बाँचिन्छ कि जस्तो पो लाग्नु थाल्यो। अब आजको परिचय चाहिँ मात्र केटाको के पर्ने, म केटाको चाहिँ पहिला पर्ने भन्दा नि केटीको तर्फको पनि अब कन्याको तर्फबाट पनि अब चाहिनु नभएर म चाहिँ हाम्रो केटीको चाहिँ यसो पर्ने भन्नेसम्म चाहिँ गरौँ कि भन्ने चाहिँ हजुरलाई बिन्ती दिन्छ। होइन तपाईँ त जे होस्, आज त तपाईँ त ऊ भएको उहाँ हजुर हजुर केटीपट्टि नजानुहोस् न। उहाँ किनेको हो आजको लागि होइन। तपाईँहरूको घुमारो देखाउनुहोस् न। तपाईँहरूको घुमारो को हो? घुमारो त के अरे मुख्य त अब यहाँ केटा हो, केटा बेहुला देखाउनुहोस् न। त्यही त घुमारो त्यही त चिन्नु परेन। लामजुङबाट झापा जिल्लाको अब बेहुला होइन। उता चाहिँ के अरे अब बाजे पनि नाति भन्नुहोस्, ठिक छ त्यसरी। लु अब यता उठ्दै आफ्नो परिचय बस्नु नानी। नमस्कार। म चाहिँ बेहुलाको आमा है। ओ ल ल ल ल ल ल सम्पूर्णलाई मेरो दर्शन है। हजुर कसै बेहुलाको छ्यामा गर्छु। छ्यामा ल उहाँले सबैमा नमस्कार बसेरै बस्नु। हजुर बस्नु। सबैलाई नमस्ते। म आज यो बाबुको ल
त्यसो नै अघि नै मैले भनेले म चाहिँ बेहुलीको बाजे है। अब बेहुलीको बाजे अब यी हुनेवाला ठुलो सन्धि अब हुनेवाला भनौँ न अब चिनिसकेछ हुनेवाला कान्छ अनि हाम्रो ठुलो मन देवा ल अब त्यसो भनेदेखि तपाईँहरूको इच्छाले होइन अब नातिनी पनि हो नातिनी बाबुको कर्ने आमाको कर्ने हो होइन तपाईँहरूको इच्छा मुताबिक तपाईँहरूको मन मिलेर यसरी यो जीवन साथी हामी बाँधौँ भनेर गरेको होइन साँच्चै हो ल ठिक छ हामी खुसी छौँ र अहिलेको युगमा तपाईँहरूको तरिका समयले त्यही ल्यायो तर जाने चलन थियो र त्यो अहिले छैन समयले यसरी परिवर्तन गरिदियो तपाईँ नातिनीले हाम्रो हुनेवाला नाति दिएको बानी लिएर थाहा छ कस्तो छ ठिक छ भेरी गुड भनिहाल न के आमाले तिमीले पो आमाले भएर न तिमीसँग जीवन बिताउनु पर्ने हो ठिक छ होइन सबै सोध्यौ कसरी जीवन बिताउने विवाह त गर्दैछौँ यो एकछिनको लागि हो कि जीवनभरको लागि भनेर तिमीहरू बोल्यौ होइन नाति हुनेवाला नाति ज्वाइँले हाम्रो नातिनीको बानी बिहेर थाहा छ कस्तो छ राम्रो छ उसको रिसाउने बानी छ कि छैन अनि बानी के गर्छ काम गरेको थाहा छैन अनि नानीले के काम गर्छ के काम गर्छ होइन नानीले त्यही हो म चाहिँ बाहिर गएर चाहिँ अहिले चाहिँ काम गर्छु हो बाहिर कुन्दै है ल ठिक छ स्वागत छ यसरी तिमीहरूको मन मिलेर तिमीहरूको खानी बानी खानुभयो यसरी तिमीहरू मन्जुरी भएको छ भोलि पर्सि नातिनीले पनि आमा बाबुलाई दिने बाटो छैन म अहिले सत्य भन्छु नातिले पनि बाबुआमालाई यस्तो बुहारी आयो उस्तो भनेर भन्ने छैन सत्य म अहिले भन्छु अहिले तितो होस् भोलि पर्सि तिमीहरूको जीवनमा मिठो होस् अनि हामीले भनेको कुरा तिमीहरू मिलेको हामी त एउटा साथीको रूपमा गार्जेनको रूपमा दुईजना यसरी पञ्चको रूपमा दोहोरो वंश इष्टमित्रको रूपमा हामीले चाहिँ तिमीलाई एउटा जानकारी मात्रै गर्ने हो होइन एउटा बाबु माइतीको इज्जत राख्ने आमा माता पिताको इज्जत राख्ने बाबु माइतीको इज्जत राख्ने बाजे बोजूको इज्जत राख्ने मामा माउनीको इज्जत राख्ने भोलि पर्सि सासूले हाम्रो नातिनीलाई यो काम पनि छैन दाम पनि छैन रूप पनि छैन दाल पनि छैन भन्छ कि सासूले त्यति बेला भन्यो भने के गर्ने भन्नुहुन्न यताको भन्नुहुन्न होइन अनि मान्छे फुलको जोबान आउँछ बारम्बार मान्छेको जोबान एकै बार भोलि पर्सि त तिमीहरूको जोबान यतिकै रहँदैन हामी पहिला कस्तो थियौँ होला हो फुलको जोगान बारम्बार आउँछ मान्छेको जोगान एकै बार तर पहिलाको फुलको जोगान जस्तै अहिले पनि हेर्नुपर्छ होइन यो भनेको हामीले पढेर हामीले भोगेर भनेको गर्दाखेरि मैले सत्य कुरा भनेको छु फुलको जोगान आउँछ बारम्बार मान्छेको जोगान एकै बार मात्रै हो अब सम्पत्ति भनेको म के भन्छु भने हाम्रो नातिनीको सम्पत्ति नानी हो नानीको सम्पत्ति हाम्रो नातिनी हो कोही मान्छे सम्पत्ति खोज्ने हुन्छ नि बुहारी खोज्दा अनि छोरी ज्वाइँ दिँदा कोही मान्छे सम्पत्ति खोज्ने हुन्छ नि हामी त बुढो भएर धेरै सुविधाहरू भोगेका छौँ तर सम्पत्ति भनेको हाम्रो नातिनीको नानी हो नानीको सम्पत्ति नै हाम्रो नातिनी हो नातिनीको सम्पत्ति नै हाम्रो नानी हो कुरा बुझ्नु भएन हामीले अब केही दिनु सक्दैन हाम्रो राईको चलनमा दाइजो दिने यस्तो दिने चलन छैन राईको तपाईँहरू अब तामाङ होइन तपाईँहरू तामाङहरूको कस्तो छ अब राईको छोरीचेलीमा तपाईँले अब हात लाउनुभयो अहिले नै भन्छु त्यो दाइजो दिने यति दिने हाम्रो चलन हुँदैन राईको किनभने अब सम्पत्ति भन्दा पनि आशीर्वाद छ मुरी मुरी पढायो भने त्यही हो सम्पत्ति आशीर्वाद त प्रभु मैले सुरुमै स्वागत मुरी मुरी भनेको छु मुरी मुरी तपाईँहरूलाई अघि नै स्वागत गरेको बेहुला र बेहुली मिलेपछि त सम्पत्ति तर यो युग पनि हेर्नु पर्यो है प्रभु युग पनि हेर्नु पर्यो ठेक 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 आँखा बदलिने चलन पनि छ अहिले कुरा सबैले बुझिँदैछ मैले मात्रै होइन तपाईँले पनि बुझ्नु भएको छ अहिलेको युगमा
टेक 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 आँखा पनि बन्दिन्छ। कति हाम्रो झापा जिल्लामा छ, तपाईँहरूको जिल्लामा पनि कति छ यो भन्नै जरुरी छैन। बाबुआमाको कुरा जान्छ। ल बाबुको कुरा के छ अहिले भन्नुपर्छ, भोलि भन्नु पाउँदैन, भोलि भन्नु पाउँदैन। अब मेरो चाहिँ भनाइ के हो, अब ज्वाइँ हिसाबले मेरो छोरी मन पराउनुको, छोरीले मन परायो, मैले पनि स्वीकारेँ। अब छोरीको अहिलेसम्म मेरो छोरीलाई चाहिँ मैले केही कुरामा पनि उसले जे भन्छ त्यही गर्छु। अब मैले त स्टाफ नर्स पढ भनेको होइन, स्टाफ नर्स पढ्दिनँ, बिएससी नर्सिङ पढाएँ। त्यस पछाडि अब म त यहाँ बस्दिनँ त, म काठमाडौँमै जागिर खाने हो, काठमाडौँमा जागिर खाने भनेर पठाएँ। जागिर खाँदा अब के गर्नु थालेछ यसले होइन। अनि पछाडि उसको यसले पनि सुनायो, उसको आमाले पनि सुनायो। अनि त्यहाँदेखि म त यस्तो यस्तो हो भनेर अब म त सुरुमा त अब कथा हो के हो बाउको मन होइन, अलिक डरै हो। अब मेरो छोरी मेरो भनाइ चाहिँ के भने अब यसलाई खर्च गरेर पढाइयो। अब खासै अब हुनेवाला भनौँ सम्झिनी होइन, बहिनी अहिलेलाई त अब बहिनी नै भनौँ। तपाईँलाई यसले भात पकाएर चाहिँ घरमा चाहिँ खुवाउँछ भन्ने लाग्छ। किनभने अब मैले यसलाई चाहिँ अब जागिर खाओस् होइन, यसको लक्ष्य भनेको चाहिँ जागिर खाएर नेपालमा खाने अनि विदेश जाने। मेरो पनि लक्ष्य त्यही हो, त्यसकै लागि। अनि त्यो हुनाले अब ज्वाइँले पनि अब त्यो बुझ्नु अगाडि तपाईँले होइन, बिएससी नर्सिङ गरेको जागिर त त्यहाँ त हुँदैन होला पक्कै पनि। हस्पिटल कहाँ छ के छ त्यहाँ गर्नु पऱ्यो। अब त्यहाँबाट नभएर अझै यो चाहिँ के अरे एनसिएस गरेर युएस जानु खोज्दैछ। युएस गयो भने अब ज्वाइँ नारायणलाई पनि त्यहाँ लान्छन्, एउटा सासू ससुरालाई त्यतातिर चाहिँ गर्छ भन्ने एउटा मैले मनमा लिएको छु। त्यो कुरो चाहिँ हजुरहरूले मध्यनजर गर्नु पर्यो। अब यसले खासै गएर चाहिँ लमजुङमा गएर सासू ससुराको बाजे बोजूको यसले चाहिँ रेखदेख उ गर्छ भन्ने एक दुई दिनलाई जाला घर जानु पर्यो, जाला है जानु पर्यो आफ्नो घर हो। तर सधैँलाई चाहिँ अब यसको भविष्य भनेको लागेन। अब यो गाउँमा पनि बस्दैन। अब काठमाडौँ कि बस्ला, काठमाडौँदेखि अब बाहिरै जाने भनेर उसको त्यो योजना हो होइन। अब मेरो पनि त्यही हो मनसा। यसलाई पढाएको मैले त्यतिको लाग्यो, पढाएकै त्यतिको लाग्यो यसले सोचेको होइन। अब यहाँनिर साँच्चै भने नर्सिङको त नेपालमा त मैले भन्नु खोजेँ तपाईँले बुझ्नु भएको गुनासो छैन है। अब हामीले पनि बुझ्छ सबै कुराहरू, पढ लेखेर बाहिर छ, सेटल हुनु पऱ्यो आफ्नो। अब त्यो आमाबाउले हेर्ने त हामीले हेरौँला नि त, कसरी हेर्ने हामीले त्यो बेला सोचौँला के गर्न सकिन्छ कसरी गर्न सकिन्छ त्यो सबै कुराहरू। बाहिर सेटल हुने यसको लक्ष्य हो। क्लियर गर्नुभयो, सबै आधी क्लियर हुनुपर्छ। अघि मैले पनि भने अहिले भोलि रुख पनि छैन, डाल पनि छैन, काम पनि छैन, यहाँ धन्दापात पनि छैन भन्ने कुरा आउँछ कि अनि मैले अहिले ज्वाइँ साहबले क्लियर भन्नुभयो। यो कुरा तपाईँले अस्ति दुईजनाको अन्डरस्ट्यान्डिङ भएको हो। अहिले ज्वाइँले अहिले भन्दाखेरि र मेरो भनाइ पहिलादेखि के छ भने अहिलेको युगमा छोरा मान्छे क्वालिफिकेसन छ, छोरा मान्छे जाने हो पैसा कमाउनु, छोरी मान्छे क्वालिफाइड छ, छोरी मान्छे जाने हो। छोराले पकाउनु पर्छ अहिलेको युगमा। पहिलाको जस्तो छोरीले मात्रै पेल्ने होइन, मेरो घरै नै त्यो हो। पहिलादेखि मेरो वंशहरू पनि मैले त्यसरी भन्दै आएको छु। छोरी मान्छेले मात्रै गर्ने होइन, छोरी मान्छे अहिलेको युगमा छोरी मान्छे क्वालिफिकेसन छ, ऊ अफिसमा जान्छ पैसा कमाउनु, त्यसको लागि आफ्नो करियरको। छोरा मान्छेले पकाउने हो, छोरा मान्छेले नानी हेर्ने हो, छोरा मान्छे क्वालिफाइड छ बल्ल जिम्मेवार आउँछ छोरी मान्छे। पहिलादेखिको मेरो भनाइ र मेरो सुझाव नै मेरो नाता गोता वंशमा पनि त्यही हो। हाम्रो उता दाइजी भाइ भन्छ उहाँको होला होइन, आउनु पाउनु भएन, उहाँलाई पनि एकदम हामीले मिस गरेको छौँ होइन। तर के गर्नु, बोल्दै जाँदा अलिकति फेरि बुढोको कुरो काटेको जस्तो हुन्छ। तर मलाई मनमा लागेको अब पढायौँ गरायौँ होइन, त्यो आफ्नै ठाउँमा छ। अब उमेरले र मान्छेले व्यवहारले एउटा सिक्दै जान्छ होइन। अब
अब विदेशै जाला अब होइन अमेरिकै जान्छ भन्ने त्यो ग्यारेन्टी छैन त्यो होइन रहर त कसले गरेको छैन होला र मेरो जेठा भाइ यहाँ साथी बसिरहेछ होइन कति मेन पावर धायो कति धायो अनि यदि मेरो छोरी केही कथम विदेश नजानु पनि त सकिन्छ नि त होइन अब त्यो रहर मात्रै पनि कति कुरो हुन्छ जानकारी होइन खोलिरहेको छ नि कुरा ओपन भइरहेको छ त्यसको बावजुद पनि त केही गरेर खान्छौँ भन्ने एउटा उहाँहरूलाई चाहिँ अब जस्तै छोरीले लिएपछि उनीहरूको बाबुलाई पनि होइन हाम्रो यस्तो सोचाइ कल्पना भए पनि अब हामीले एउटा विकल्प पनि त हामीले गर्नुपर्छ भन्ने खालको उनीहरूलाई होस् भने चाहिँ म चाहिँ अब त्यो एउटा सुझाव जस्तो अब आमा घरले खोइ के दिनु सक्नु होइन अनि अब उहाँको परिवारहरूले त अब हामीले त माग्नु त्यही हो होइन यत्रो बढायो हुर्कायो 10 महिना कोखमा 5 वर्ष काखमा अहिले 22 वर्ष पढाएर त्यही त हो नि त के दिनु सक्यो कति दिएको छ नि त त्यसले गर्दा त मैले भनेको कुराहरू त्यसैको कारण त भनेको त अन्त त्यसै अन्त छोरीचेली भनेको सागको मुठा होइन भनेर त्यही त अघि मैले भनेको कुरा नरुओ ठिक छ ज्योति जोइले भनेको छ सबै कुरा कभर कुरा सकेको नरुने तर खुसीले पनि आँसु गर्छ खुसीले पनि आँसु गर्छ दुईटा कुरा एउटा दुःखले पनि आउँछ सुखले पनि आउँछ आँसु भनेको त्यो लो शान्ति हुनु शान्ति शान्ति यो शुभ लगनमा शान्ति इन्डिङ गर न छ भने केही विदेश जान्छ सेटल हुन्छ त्यही चाहन्छु भन्नुहुन्छ नि त बुढोले अब त्यो चाहेर मात्रै पनि हुँदैन नि त्यो पनि जानकारी बिचरा त बहिनीलाई अब कस्तो होइन बुहारी उहाँलाई कस्तो लाग्छ अब उहाँको लु अब उता अब मैले त के भन्नु होइन अब जब उनीहरू दुईजनाको मन मिल्यो अथवा बच्चाको खुसी नै आमा बाबा खुसी मपट्टि त एकदम म त खुसी छु होइन म एकदम खुसी छु किनभने यो कुरा म सायद खुसी नभएको भएदेखि हुन्छ नि त आउने बेला होला है आज एकदम खुसी भएर हजुरसँग भेट्न पाएँ त्यो खुसी छु तर उनीहरूको अब भविष्य आफ्नो भविष्यको लागि त अब जहाँ पनि जानुपर्छ पुरै ठाउँमा गएर बस्छ अथवा के गर्दा मैले पनि भन्न मिल्दैन नि त मेरो लागि यसरी बस्छ भन्न पनि मिल्दैन र उनीहरू जहाँ बस्छ उनीहरूको खुसी उनीहरूको खुसी नै मेरो खुसी हो म यति नै भन्न चाहन्छु ठिक छ धन्यवाद अब खोइ भाइ माइती खोइ नाति तिम्रो के छ अब ज्वाइँ के भन्नु खासै अब मम्मीले भनिहाल्नु भयो अब दुईजनाको मन मिलिसकेपछि अब कहिलेकाहीँ अब गाह्रो होला दुःखमा नआतिनु सुखमा नमातिनु केही परे हामी छँदैछौँ अब राम्ररी गरिखानु हो गुड सेबास नाति फिल्म राम्रो हुनुको लागि डाइरेक्टरले अब चाबी छ डाइरेक्टर हुनु तपाईँको फिल्मको होइन पारिवारिक जीवनको डाइरेक्टर तपाईँ हो अभिभावक टाढोको नाता गाँसिँदैछ त्यसबाट अलिकति आफ्नो संस्कार संस्कृति चाहिँ अब दुईतिरैबाट सेयर गर्नु पर्यो जब विवाह बन्धनमा बाँधेपछि त्यो निहुरिनुपर्छ क्या गर्लफ्रेन्डले चाहिँ म यस्तो यस्तो काम गर्न सक्दिनँ भनेर म सबै सक्छु होइन अनि उहाँले चाहिँ त्यो कुरा चाहिँ सबै सिकाउने सधाउने चाहिँ गर्नु पर्यो हाम्रो रीति र हाम्रो संस्कारमा तपाईँहरू छिर्नुपर्छ अब महिनामा पर्यो नि त कान्छी अब भात पकाउनु जान्दिनँ भन्नु पाइएन नि